बन्दुक पड्काउनु त ठोक्दिउँ यसलाई ठोक्दिउँ ठोक्दिउँ अहिले रोक्ने यिनीहरूलाई ठोक्दिउँ ठोक्ने ठोक ठोक होइन हुँदैन बुढी मान्छे ठोक भेट्छ है सरकार मान्छेहरूले दिन्छन् मैसँग फेरि सरकारले यहाँ गऱ्यो भने त मेरो नाम आउँदैन नि फेरि म त दिन्छु फेरि उल्टा हातले फेरि झ्याम्म लाएर दिने कुरा हुन्छ कहाँ गयो खोइ अरू आए अझै आएको छैन नि क्या अझै आएन 1.5 घन्टा त्यसै खेर फाले टाउको सानो रहेछ बस बस कतिजना टाउको रहेछ बन्दुक बन्दुक पड्काउनु त ठोक्दिउँ यसलाई ठोक्दिउँ ठोक्दिउँ अहिले रोक्ने यिनीहरूलाई ठोक्दिउँ ठोक्ने ठोक्ने ठोक ठोक होइन हुँदैन बुढी मान्छे ठोक बन्दुक बोकेर कहाँ हिँड्नु छ एउटा पड्कायो एउटा पड्काउनु त कसले पड्कायो जाउँ जाउँ सबैलाई बस्दा ल यिनीहरूलाई पठाएको खोइ लाइट यिनीहरूलाई किन राख्यो ल उतार ल तपाईँहरू सबै उता गरेर बस्नु सबै उता गरेर बस्दिनु सबै उता गरेर बस्दिनु प्लिज लैजाऊ सबैलाई ल 3 नम्बर खोल्नु ल बसु बसु राम्रो कुरा हामी गाउँका मान्छे किन सहरमा आउनु पर्यो तिमीहरूले हामीलाई कम हेपेका छौ हेप्ने पनि तरिका हुन्छ नि अब हामी कुलेबारीका मान्छे किन सहरमा आउनु पर्यो यो कुरा अब एकछिनपछि तिमीहरूलाई हामी यहाँ देखाउनेछौँ कुरा बुझाछौ ल सबै राम्रोसँग बस ल अब सुरु गर्नु पर्यो है ल हिँड हामी पनि बसौँ त म ग्रुपमा हुनुहुन्छ अगाडि आइदिनु होला तपाईहरुले अहिले भर्खर सम्पूर्ण टिमलाई नै म अगाडि निम्ताउन चाहन्छु किनकि यो फिल्म कमेडी दरबारको टिमको हो यद्यपि अहिले स्क्रिनमा अब मैले अघि भनिहालेँ हामीसँग धेरै लामो कार्यक्रम छैन अरुण दाइ कृपया अगाडि आइदिनु होला सुदीप दाइ अगाडि आइदिनु होला हामीलाई सो सरी हामीले हजुरहरूलाई यति धेरै कुरायो होइन तर अलिकति लामो अब हुनु त एक्सक्युज चाहिँ होइन धेरै लामो धेरै टिम थियो ल्याउन गाह्रो पऱ्यो भन्न त्यो एक्सक्युज होइन हामी सबै टिमको तर्फबाट सरी भन्न चाहन्छौँ र म भन्छु मुभी त औँला धेरै लामो गफ पनि गर्दिनँ किनभने म चाहिँ भन्छु गफ भन्दा पनि कन्टेन्टले बोल्ने हो लास्टमा होइन अब मुभी हिट होला मुभी फ्लप होला त्यो आफ्नै ठाउँमा छ तर यो वातावरण यो इन्भाइरोमेन्टलाई चाहिँ म थ्याङ्क यू भन्न चाहन्छु हाम्रो श्रद्धाको फ्यामिली हुनुभएको छ उहाँहरूले थ्याङ्क यू भन्न चाहन्छु सबै मिडियाहरूलाई थ्याङ्क यू भन्न चाहन्छु होइन मुभी त भोलि लागौँला हाले चल्यो भने चलौँला हाले फ्लप भयौँला हाले तर हाम्रो यो अहिलेको जो जतिजनाले पनि हाम्रो यो वचनलाई खेर नजान दिएर आइदिनु भएको छ थ्याङ्क यू सो मच जसले सपोर्ट गर्नुभएको छ हामीलाई सो धेरै म केही बोल्दिनँ मुभीको बारेमा किनभने के भन्छौँ हामीले धेरै प्रमोट गरेर कोही बेला केही पनि भएको छ भने मुभी फ्लप भएर पनि जान्छ
होइन कोही बेला प्रमोटै नगरेको मुभी पूर्णबहादुरको सारङ्गी हिट भएर पनि जान्छन् होइन सो अहिले धेरै शब्द खेर चाहिँ त्यो पनि यत्रो अग्रजहरूको छेउमा हामी त अझै केही बोल्नको लागि त्यो लेभल नै छु जस्तो लाग्दैन सो यही भन्दै मैले चाहिँ गोपी सरलाई दिन चाहेँ सर थ्याङ्क यू सो मच माइक सबसे पहिले अग्रज भन्दा पनि मलाई दिनुभएकोमा चाहिँ र अग्रज भन्दा पनि माथि चाहिँ फेरि मेरो आफ्नै स्वास्नी आएकोले गर्दा म यो फिल्म हामीले फर्स्ट पोस्टर फालेर अनाउन्स गरेको ठ्याक्क 1 इयर भएछ होइन अनि यो 1 इयरभरि हामीले चाहिँ सुट जानुभन्दा अगाडि नै फालेको थियौँ यो 1 इयरभरि चाहिँ सुट गएर आएर यहाँसम्म आउन हामीलाई 1 इयर लाग्यो त्यो 1 इयर भनेको एकदम धेरै मेहनत हो होइन हाम्रो यहाँ उभिने सबैजनाको मात्रै नभएर हाम्रो क्यामेरा पछाडि हुने सबैजनाको पनि एकदम धेरै मेहनत हो होइन अब कस्तो लाग्छ के लाग्छ अडियन्सहरू हजुरहरू हो होइन यो टिजर पनि कस्तो लाग्यो अथवा पछि फिल्म आएपछि त्यो कस्तो लाग्यो त्यो सबै अडियन्सहरू हजुरहरू हो विकीले भने जस्तै थ्याङ्क यू सो मच हजुरहरू आज यहाँ आइदिनु भयो हाम्रो लागि आइदिनु भयो अब हाम्रै लागि आइदिनु भयो अभियसली अनि मेरो हजुरआमा मामु बाबा सानो मम्मी माइजू फुपाजू भाइहरू सबैजना आउनुभएको छ हाई गाइस आई लभ यु थ्याङ्क यू अनि हजुरहरू सबैजना हाम्रो अगाडि क्यामेरा लिएर बसिरहनु भएको सबैजनालाई पनि धेरै धेरै थ्याङ्क यू भन्दै म अब हामीमा सबैभन्दा सिनियर गौरी दिजु हुनुहुन्छ होइन गौरी दिजुलाई म यो माइक दिन चाहेँ सिनियर भन्नाले कस्तो उमेरले हो भने अब कामको हिसाबले हो भने मभन्दा अझ सिनियर पनि होला नि यहाँ कतै सुभाष दाइ हुनुहुन्छ गौरी बहिनीले जुन एउटा म प्रतिको एउटा सम्मान गर्नुभयो त्यसको लागि समर्थन भन्दै म पुनः गौरी बहिनीलाई माया हस्तान्तरण गर्छु मेरो बोल्ने त केही छैन सानो टिजर एउटा सानो पहिलो झलक हामीले देखाउने अवसर पायौँ केही समयको पर्खाइपछि र अब यो कुलेबारीको जुन कथा छ सत्य घटनामा आधारित हुँदाहुँदै पनि असत्य घटनामा आधारित हुन पुगेको कथा हो यो यो बडो रमाइलो कथा छ अनि जहाँसम्म रेखा म महेश तृप्ति दिया हामीहरू सबैले चाहिँ होइन अलि प्रकाश दाई सबैले अलिकति डिफ्रेन्ट फेरि अर्कै भयो अलिक फरक खालको हामीले अभिनय गर्न पाहौँ अनि त्यो नै एउटा राम्रो प्रयोग भएको छ कमसेकम म आफ्नो लागि चाहिँ त्यो नै भन्छु त्यो अवसर दिनुभएकोमा निर्माण टिम निर्देशक टिमलाई दुईजना दुवै भएको हुनाले टिम भयो सबैलाई थ्याङ्क यू भन्न चाहन्छु अनि त्यही हो अब भाद्र 19 गतेको प्रतीक्षा छ सबैले होइन त त्यही डेट सेम होइन त गलत भने क्या हो त्यही हो है अलिकति मैले सुरुदेखि नै सुटिङमा पनि म आफ्नो गेटअपमा चाहिँ अलिकति कन्सियस थिएँ कि अलि छुट्टै किसिमको लुक्स छ कहीँ पनि नदेखियोस् भनेर सो त्यसलाई आजसम्म हामीले उ गऱ्यौँ र यो जुन किसिमको फरक अनुहार देखिएको छ सायद दर्शकहरूलाई मनपर्छ होला भन्ने म आशा राख्दछु थ्याङ्क यू सर अघि मैले अलि मुखिया भएर अलि चर्को बोलेँ त्यसको लागि माफी चाहन्छु तपाईँहरूसँग हामीले मैले त एकदम ठुलो अवसर पाएँ यसमा यसका लागि हाम्रो विकीजी श्रद्धाजीप्रति म एकदमै आभारी छु उहाँहरूले मलाई सम्झिदिनु भयो यसमा गौरीजीसँग काम गर्ने अवसर पाएँ मैले उनी त दोस्रो पटक हो म उप प्रधानमन्त्री पनि भएको थिएँ सिंहदरबारमा उहाँसँग रेखाजीसँग फर्स्ट स्क्रिन सेयर हो यो महेश भाइसँग त पहिला पनि गरेँ के हो गरेँ अरू भिरबाट बस्नु अगाडि यहाँ सबै पत्रकारजीहरू जो आउनु भएको छ मलाई लाग्छ यहाँहरूको यो गाउँको एकदम नितान्त गाउँको कथा छ हामी पुरा गाउँले भएका छौँ र गाउँमा के छ कत्रो समस्या छ त्यो कुराहरू यहाँले देख्नुहुनेछ र यसलाई यहाँले आत्मसात गरेर
गाउँप्रति यहाँले पक्कै पनि माया दिनुहुनेछ। अघि मैले सहरिया भनेर गाली गरेँ, त्यसको लागि क्षमा चाहन्छु। म सहरले गाउँ बचाउनुपर्छ भन्ने हाम्रो मान्यता छ। त्यसैले अब धेरै नबोलौँ, यहाँहरूले हेरिहाल्नुभयो। अब यहाँहरूको हातमा छ, उहाँहरूले हामीलाई सुम्पिनु भयो। पहिला हामीले अलिअलि केही गरेर उहाँहरूलाई सुम्प्यौँ, उहाँहरूले फेरि तपाईँहरूलाई सुम्पिनु भएको छ। अब तपाईँहरूबाट सामान्य हाम्रा जो दर्शकहरू हुनुहुन्छ, हाम्रा आदरणीय सम्माननीय दर्शकहरू, उहाँसम्म पुग्नेछ यो, र तपाईँहरूले पुर्याइदिनु भयो भने पुग्नेछ, र तपाईँहरूको हातमा छ यो, र तपाईँहरूले पक्कै पनि हामीलाई सहयोग गर्नुहुनेछ भन्ने मलाई एकदमै आशा लिएको छु। यति भन्दै मेरा कुरा टुङ्ग्याउँछु र रेखाजीलाई म यो माइक हस्तान्तरण। सिनियर हो र। थ्याङ्क यू उपस्थित सम्पूर्ण पत्रकार मित्रहरू। तपाईँले टिजर हेरि नै सक्नु भएको छ। सर्वप्रथम त श्रद्धा र विकीलाई धेरै धेरै धन्यवाद। बहुत फरक चरित्रमा उहाँहरूले मलाई उतार्नु भएको छ। सुरुमा त एकदम कन्सियस भयो, श्रद्धासँग जहिले मेरो झगडा परि नै रहन्छ, अहिले पनि परि नै रहन्छ। उसले चाहिँ एकदम किचकिच गरिरहेको थियो। एनिवेज आउटपुट एकदमै राम्रो आएको छ। र मैले चलचित्र हिरोमा चाहिँ एकै मिनटलाई उता गएर बोल्नु ल मोबाइलमा। चलचित्र हिरोमा मैले गौरी दिदीसँग पहिलोचोटि स्क्रिन सेयर गरेको थिएँ। सी इज अल्सो माई लक्की चाम। त्यो फिल्ममा गौरी मल्ल, राजेश हमाल, निरुता सिंह जस्तो एकदम ठुल्ठुलो कलाकार हुनुहुन्थ्यो। म सानो मान्छे। अनि त्यो फिल्म पछि एकैचोटि 25 वर्षपछि गौरी दिदीसँग सँगै कका किकीमा काम गर्न पाउँदा आइ एम सो ब्लेस्ड। एकदमै खुसी लागेको छ। अनि जहिले पनि पर्दामा हामी त एकदम बच्चादेखि गौरी दिदीहरूको पनि दिदी तृप्त दिदी उहाँसँग काम गर्न पाउँदा पनि अत्यन्तै, मैले त यो चलचित्र कका किकीमा चाहिँ त्यही हिरो चलचित्रको 16 वर्षकै रेखा थापा भन्ने महसुस गरेर कति 15-20 दिन हामी जुन पोखरा उता कुलेबारीमा थियौँ, मलाई त्यस्तै नै महसुस भयो कि दिदीहरूलाई देखेपछि म त्यही जोनमा गएँ, त्यो हिरोकै रेखा थापाकै जोनमा गएको थिएँ। अनि मलाई एकदमै खुसी लाग्यो। मलाई स्टोरी, फिल्म, टिम त राम्रो छँदै नै छ। त्यसमाथि पनि मैले सुरुवात गरेको चलचित्रको मान्छेहरूसँग, स्पेसली गौरी दिदीसँग काम गर्नु पाउँदा आइ एम सो ब्लेस्ड। अनि यो टिमै अत्यन्तै राम्रो टिम, एकदम कमेडी दरबारमा देखिरहेको सबै कलाकारहरू हुनुहुन्छ यो फिल्ममा। दियासँग मेरो आई थिङ्क फर्स्ट टाइम नै हो। दियासँग पनि मैले पहिलोचोटि काम गरेँ। मलाई एकदमै मनपर्ने कलाकार दिया। शिशिर दाई, माई गड, म त स्पटमै हाँसिरहेको हुन्थेँ। अनि महेशको त अब जहिले पनि अभिनयको प्रशंसक नै हो म। महेशसँग मेरो यो 36को आँकडा पनि आउँदैछ। हामी यसमा भाउजू भनेर सस्पेन्स छ ल। त्यसमा हामी जोडी छौँ। र थ्याङ्क यू सो मच यो टिमलाई, निर्मातालाई, सबैलाई जसले यो चलचित्र चाहिँ प्रदर्शन गर्ने जिम्मा लिनुभएको छ। तपाईँहरूलाई धेरै धेरै शुभकामना। मलाई विश्वास छ धेरैवटा बोरा थुपार्नुपर्छ होला सायद। र एउटा चाहिँ मलाई बहुत मेरो जीवनको सबैभन्दा एकदम रमाइलो र रोमाञ्चक घटना घट्नेवाला छ। भदौ 19 गते मैले अभिनय गरेको चलचित्र कका किकी आउँदैछ। यही चलचित्र होइन, हामीले अभिनय गरेको। भदौ 26 गते मैले निर्देशन गरेको चलचित्र माया भनेकै यस्तो होला आउँदैछ। माई गड, दुइटै फिल्ममा म एउटामा निर्देशन मात्रै गरिरहेको छु, एउटा मेरो लागि दुइटै बच्चा होइन। अझ बढी म एक्साइटेड छु यो कुरामा। यो चलचित्रले बहुत उचाइ लियोस् र माया भनेको यस्तो होला भनेर दर्शकहरूले पनि देखाइदिउन् भन्ने मेरो अपेक्षा छ। सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना। शिशिरलाई हालै पुगेको छैन। सर्वप्रथम यहाँ आज जतिजना पनि आउनु भएको छ, अघि विकीले पनि भन्यो, हामी निर्धारित समय भन्दाखेरि करोडौँ मिनट ढिलो भयौँ, अरबौँचोटि माफी माग्छौँ हामी। र यो कका किकी साँच्चै नै यो एकदमै स्पेसल भयो मेरो लागि पनि। मेरो चाइल्डहुड क्रस, इफ आई मे से, अल टाइम ब्युटी, एपिटम अफ ब्युटी, तृप्ति नाटकर। तृप्तिसँग मेरो फर्स्ट टाइम, गौरी दिदीसँग सेकेन्ड टाइम, बट आई विल से लाइक फर्स्ट टाइम। यो पनि रेखासँग पनि सेकेन्ड टाइम, बट फर्स्ट टाइम भन्छु। महेशसँग पनि मेरो फर्स्ट टाइम जस्तो लाग्छ। अनि होइन, ओभरअल एकदमै राम्रो भएको छ। र अघि विकीले भनेको जस्तै फिल्म के हुन्छ हामीले त्यो नभन्दा पनि कस्तो
कस्तो भएको छ र त्यो टिमले लगाएको एफर्ट जुन छ कति दुःख भन्ने कुरा चाहिँ अब हामीलाई गर्दाखेरिको हामीसँग त्यो अनुभव छ र अब आजबाट हामीले हजुरहरूलाई यो सुम्पिँदैछौँ र ठुलो आश र भर चाहिँ हामीले लिएका छौँ र सधैँ चाहिँ यसरी नै हजुरहरूको माया आशीर्वाद हामीले सदैव पाइरहौँ सो अन बिहाफ अफ लाइक द होल टिम थ्याङ्क यू भेरी मच धेरै धेरै धन्यवाद हजुरलाई ऊ जान्छ क्या टाइम जान्छ क्या नमस्कार सबैजनालाई बोतल कस्तो राम्रो लाग्यो त्यो अघिदेखि हातमा बोकेर मसँग छ दाइ म दिउँला तपाईँलाई मलाई चाहिँ सबभन्दा पहिला हजुरहरूलाई चाहिँ यही नै प्रश्न गर्न मन लाग्यो कि अहिले भर्खर तपाईँलाई टिचर हेर्नुभयो तपाईँलाई कस्तो लाग्यो कस्तो सानो वाउ अब चाहिँ जोस आयो होइन मलाई लागेन जबरजस्ती गरे जस्तो अब के खासै के भन्नु छैन जस्तो लाग्छ मलाई चाहिँ मलाई त अति नै रमाइलो लाग्यो यो टिमसँग काम गर्दाखेरि सब धेरैजनासँग मेरो पहिलोचोटि हो एक दुईजनालाई छोडेर रेखा प्रकाश दाई नै होला सबभन्दा बढ्तासँग काम गरेको अरू त लगभग कामै गरेको छैन भर्खर भर्खर काम गरेको छु एकदमै 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 रमाइलो भयो किनकि लगभग आई थिङ्क यो प्रोजेक्टमा चाहिँ लास्टमा जोडिने कलाकारमा चाहिँ म पर्छु होला क्या तपाईँ टिम गइसकेपछि पोखरामा त्यहाँबाट टिपेर लगायो कि घर नजिक घर लिएर गयो हो तर राम्रै गऱ्यो विकी टिप्यो श्रद्धा होइन साँच्चै त्यस्तै नै हो टिपेर लगायो हो तर एकदमै राम्रो एक्सपिरियन्स रह्यो एउटा कमेडी हल्का फुल्का तर गहिरो सन्देश भएको सिनेमा चाहिँ गर्न मन थियो होइन त्यो चाहिँ गर्न पाइयो त्यसको लागि चाहिँ खास गरी चाहिँ श्रद्धा र विकीलाई धेरै धन्यवाद र सबैजना जो टिम हामी मसँग होइन हामी त्यहीँ मैले काम गर्न मौका पाएँ अरू पनि छ जस्तो म्यागुरीहरू उनीहरूसँग त मेरो स्क्रिन सेयर नै भएन त्यो मौका पाएन तर सबैजनालाई चाहिँ मलाई चाहिँ हृदयदेखि धन्यवाद प्रकाश दाईलाई स्पेसली अघिदेखि सबैले प्रकाश दाईलाई छोडिरहेको छ त्यही भएर चाहिँ उहाँलाई चाहिँ स्पेसली भन्छ अनि गौरी दी तृप्ति दिदी अनि रेखा थापा स्पेसली तिनजनालाई चाहिँ एकदमै धेरै 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 धन्यवाद थ्याङ्क यू सबैलाई नमस्कार हाम्रो कका किकीको निमन्त्रणालाई स्वीकार गरेर आउनुभएको मिडियाको साथीहरू र अन्य विभिन्न सङ्घ संस्थाहरूबाट आउनुभएको साथीहरू श्रद्धाको फ्यामिलीको साथीहरू अङ्कल आन्टीहरू भाइ बहिनीहरू सबैलाई हाम्रो कार्यक्रममा आइदिनु भयो धेरै धेरै धन्यवाद हाम्रो यो कका किकीको आज फर्स्ट लुक सार्वजनिक कार्यक्रम हो यो हामी अलिकति थोरै ढिला भयौँ त्यसको लागि सबैले क्षमा मागिसक्नुभयो तर म सबैभन्दा सानो भएको हिसाबले मैले क्षमा माग्नुपर्छ होला जस्तो लाग्यो होइन यहाँ उभिएको सबैजना मभन्दा सिनियर हुनुहुन्छ अनि मैले चाहिँ भन्नुपर्ने धेरै कुराहरू त छैन अब फर्स्ट लुक बल्ल सार्वजनिक भएको छ हाम्रो टिजर ट्रेलर अन्य सामग्रीहरू आउँदै गर्छन् र फाइनल्ली भदौ 19 गते सिनेमा अल ओभर वर्ल्ड नै होइन रिलिज हुँदैछ वर्ल्ड वाइड रिलिज हुँदैछ त्यसपछि अरू अन्य कुरा त हुँदै जान्छन् नै र मैले भन्नुपर्ने कुरा चाहिँ आज चाहिँ यो सिनेमाको निर्देशक द्वय श्रीमान श्रीमती विक्की लोग्ने स्वास्नी विक्की र श्रद्धालाई धेरै धेरै धन्यवाद भन्छु किनभने मलाई यस्तो लिजेन्ड एक्टरहरूसँग काम गर्ने अवसर उहाँले मलाई प्रदान गर्नुभएको र जसका सिनेमाहरू हेरेर हामीहरू हुर्क्यौँ र उहाँहरूसँगै फेरि स्क्रिन सेयर गर्नु पाउनु भनेको मेरो लागि चाहिँ अभूतपूर्व एउटा यो लक हो यो सानोतिनो लकले फेरि एकै ठाउँमा सबैजना होइन इन्डिभिजुअलसँग त हामी खेलि नै हालिन्छ गरिन्छ होला होइन तर सबैजनासँग चाहिँ यसरी स्क्रिन सेयर गर्न पाउनु मेरो लागि ठुलो भाग्यको कुरा हो र सबैजनासँग यसरी स्क्रिन सेयर गरेर हामी 1-1.5 महिना त्यहाँ भुक्क देउराली बसिरहँदाखेरि असाध्यै रमाइलो भएको थियो मैले जानी नजानी कहिलेकाहीँ केही गल्ती गरेँ होला तपाईँहरूलाई चित्त दुखाएँ होला त्यतिखेर सरी भन्नु पाइनँ अहिले सरी भन्छु होइन अब अरू कुरा त छँदै छ सो अरू भन्नुपर्ने केही छैन यही नै हो तपाईँहरूलाई कस्तो लाग्यो त्यही अनुसारले प्रतिक्रियाहरू आफ्नो सोसियल मिडियामा लेखिदिनु होला थ्याङ्क यू सो मच अब म त के भन्नु है
म चाहिँ अब यो फिल्म हलमा आउँदै गर्दाखेरि चाहिँ सबैलाई एउटा औषधि खोजिरहेको छु क्या 2 घन्टा 25-30 मिनट कति होला यो फिल्मको लेन्थ होइन त्यतिन्जेल चाहिँ आँखा उग्रेकै होस् क्या मान्छेको झिमिक्क भयो कि मेरो रोल सिद्धिन्छ त्यसको लागि भयो भने औषधिको रिसर्च गर्दैछु म ठिक छ विक्की सरले एकदमै राम्रो निर्देशन गर्नुभएको छ किनभने म विक्की सरलाई दिन्छु यसको क्रेडिट चाहिँ किनभने विक्की सरले यो फिल्मको निर्देशन गरे हो अनि विक्की सरलाई चाहिँ श्रद्धाजीले निर्देशन गरे हो क्या यसको एक्ज्याक्ट निर्देशक को भन्ने नै थाहा पाएँ छैन मैले मलाई पनि यो फिल्ममा सम्झिनु भयो थोरै राम्रो रोल छ फेरि मेरो हेर्नु होला गजबको रोल छ म त कस्तो खुसी भएको क्या रेखा दिदीसँग खेल्न पाइयो ओ माई गड भनेको जाँदा रेखा दिदीसँग हुनुहुन्न अनि भरे देखेँ गौरी दिदी हुनुहुँदो रहेछ तृप्ति दिदी महेश दाई प्रकाश बाबु पनि हुनुहुन्न थियो त्यहाँ म जाँदा त दिदा दिदी खुसी लाग्यो मलाई खेल्न पाइयो रमाइलो लाग्यो यो फिल्म सुपर डुपर हिट हुन्छ भनेर मैले भनिसकेँ पुग्छ मैले भनेको थ्याङ्क यू पवनजी अब हाम्रो राइटर होइन नि ठिक छ यहाँ मलाई लेन्सले जहाँ पनि भेटिहाल्छ सानो मान्छे हो अग्रजहरूलाई सम्मान गर्दै आज उपस्थित सम्पूर्ण पत्रकारजीहरू सबैलाई ककाकिकी र कमेडी दरबारको तर्फबाट धेरै धेरै धन्यवाद छ हामी मान्छे हँसाउने काम गरिरहेका थियौँ यता कमेडी दरबारमा यहाँले जति रुचाइदिनु भएको थियो यता हाम्रो निर्देशक दुई श्रद्धा बहिनी अनि विक्की सरले यो चलचित्रलाई एकदमै फरक तरिकाले अलि लामो समय भएको छ एक मिनट जति कुलेबारी जिन्दाबाद अब एकपटक ककाकिकी जिन्दाबाद गरौँ न कसो ककाकिकी फुलेबारीमा स्वागत छ दिदी अगाडि दिदीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अब एकपटक ककाकी फेसमा फेरि नयाँ कुरा देखेको छौँ हामीले होइन सायद रुद्रप्रियामा हामीले देखाएको थियौँ त्यस पछाडि यो फिल्ममा देखाएको छौँ सँगसँगै दाँतमा पनि नयाँ परिवर्तन देखाएको छौँ क्या एउटा राम्री हिरोइन होइन यो खालको क्यारेक्टरमा अवतरण हुनलाई कतिको सहज भयो तपाईँलाई होइन करिब करिब 8 वर्षपछि मलाई सहज चाहिँ भएन मैले कहिले पनि क्यारेक्टरमा काम चाहिँ गरेको थिइनँ जहिले पनि अब कमर्सियल अब एकदम हिरोइन भन्ने बित्तिकै जुन ऊ छ नि हाम्रो सोचाइ भनौँ न राम्रै हुनुपर्छ राम्रो हुनुपर्छ भन्ने तर मलाई श्रद्धाले श्रद्धाले साइडमा प्लिज हल्ला नगरिदिनु होला है होइन अब सधैँ रेखाको इमेज अलग छ होइन एउटा राम्रो डान्सर राम्रो एक्टर अनि राम्रो फाइटर त्यस्तो किसिमको एक्सनदेखि लिएर सबै कुरामा उ गरिराखेको सायद उसलाई पनि यो क्यारेक्टरलाई आत्मसात गर्नलाई अलिकति गाह्रो नै चाहिँ फिल भएको थियो गर्न खोज्दै तर मनबाट चाहिराखेको थिएन म गर्दिनँ मै हुँदै होइन टाइपको हुन्छ नि एउटा जिद्दी चाहिँ थियो उसमा तर पछि बसेर सम्झायो गाली त अब कति हो म त गाली गर्नै जन्मिया मान्छे हुँ सबैले सो त्यो भयो तर पछि उसले बुझी यो सिनेमामा धेरै क्यारेक्टरहरू सबैको समान भूमिका नै छ तर स्पेसली रेखाको यसमा एउटा जुन किसिमको लिडरसिप छ त्यो अलिक बेग्लै छ सो तपाईँहरूलाई हेर्दाखेरि मजा आउँछ विकीजी जस्तो प्रायः सुटिङको दौरानमा अलिकति यो बन्दुक यत्रो धेरै यो बन्दुकहरू लिएर आउनु भएको छ बक्साहरू लिएर आउनु भएको छ यो जटिलता के भयो यहाँभित्र प्रवेश गरुन्जेलसम्मको केही चिज भयो कि भएन प्रायः हामीले समस्या भएको देख्छौँ क्या फिल्ममेकरहरूको चाहिँ सुटिङमा युज गर्दाखेरि पनि समस्या भएको देख्छौँ होइन के भयो कि भएन समस्या त यसको त साह्रै भएन हाम्रो आर्ट डिरेक्टरहरूको लिङ्कअप पनि राम्रो थियो हामी राम्रै गरी अफिसियली नै गएर गऱ्यौँ
तर मेन कुरा चाहिँ त्यही हो, अब एउटा यो हललाई फर्स्ट टाइम गाउँको लुक दिन, जस्तै हामीले गाउँको लुकलाई सहरको लुक दिन खोज्छौँ, तर हललाई नै कुलेबारीको लुक दिउँ न भन्ने खालको मेन चाहिँ बन्दुकभन्दा पनि यहाँको एटमोस्फियरलाई बनाउन, यहाँ हलको मान्छेलाई फकाउनु चाहिँ अलिक गाह्रो भयो। सो त्यो चाहिँ भयो। के भएको थियो भन्नु न, त्यही भन्नु खोजेँ अब के गाह्रो भयो हलको चाहिँ अब यो सिन्स अब हामी अलिक पुरानो बनाउँछौँ भन्दा चाहिँ अब उहाँहरूको त यो त ग्ल्यामराइज्ड सेक्टर भयो नि त, अनि गाह्रो होला यहाँनिर त्यो बक्साहरू राख्नु त्योहरू त, तर बिग मुभिजले एकदमै हेल्प गर्नुभयो यो एम्बियन्सलाई क्रिएट गर्न। तपाईँले जस्तो 3टा जेनेरेसनसँग करिब काम गर्नुभयो क्या यो फिल्ममा होइन, गौरी म्याम अनि हाम्रो दिया म्याम अनि रेखा म्याम होइन, उहाँहरूको बारेमा थोरै तृप्ति दिदी होइन अरू पनि हुनुहुन्छ नि नयाँसँग पनि गर्दाखेरि 3 जेनेरेसन हो नि त होइन, अलिकति थोरै व्याख्या गर्नुहोस् न 3जना हिरोइनको काम गरेको हिसाबले कतिको गाह्रो हुँदो रहेछ उहाँहरूलाई। मैले मेन चाहिँ त्यही थियो, हामीले मुभी बनायो भने चाहिँ पहिल्यैदेखि जसलाई आइडलाइज गर्छु त्यो मान्छेहरूलाई लिएर चाहिँ मुभी बनाउँछु, त्यो व्यक्तित्वहरूलाई लिएर मुभी बनाउँछु भन्ने श्रद्धा र हाम्रो थियो। अनि सबसे फर्स्ट अप्रोच गरेको हामीले त अभियसली गौरी दिजुलाई हो, गौरी दिजुले ल गर्नुपर्छ हामीले मिलेर भन्नुभयो, त्यहाँदेखि त्यसरी नै को हाल्ने त भन्दा तृप्ति दिदी हाल्नुमै तृप्ति दिदीले गर्दैन है जस्तो लागिसकेको थियो, किन उहाँ त फिल्म इन्डस्ट्रीबाट 15-20 इयर्स चाहिँ भइसकेको थियो नहुनुभयो, सो गर्नुहुन्न होला भनेरै एकचोटि ट्राई गरेको थिएँ। तृप्ति दिदीले म पनि गर्छु त्यसो भए गौरी दिजुहरू हुनुहुन्छ भने यो हाम्रो लागि पनि एउटा मेमोरी हुन्छ सबैजना गर्दाखेरि भनेर त्यो जुड्यो, हामीलाई लकिल्ली जुड्यो। सो तृप्ति दिदीको पनि कम ब्याक हो, उहाँ आज हुनुहुन्न उहाँको व्यस्तताले गर्दा, तर अभियसली प्रिमियर र ट्रेलरमा आउनुहुन्छ। सो यस त्यसरी चाहिँ गौरी दिदी जुडेपछि सबैजना जुड्न पनि सजिलो भयो भनौँ न। कसैले माइक खोज्नु भएको छ? पालेपाला हामी सोध्छौँ उहाँहरू महेशजीलाई, गौरी म्यामलाई, प्रकाश सरलाई, दिया म्यामलाई काका के मेरो साथी महेशले भन्छ कका के कुकु के कै कोको कङ्का ट्यालेन्ट हो मैले सिकाएको मैले सिकाएको आयो सबैलाई आउँछ। हस्, थ्याङ्क यू सो मच साथीहरूलाई र त्यसै गरी कलाकार जीहरूलाई हामी बाहिर